यो किताबको 2082 साल क्वेसन बैंक क्लास 10 सिक्वेन्स इन सिरिजको चाहिँ अन्तर्गत पेज नम्बर 250 250 क्वेसन नम्बर 10 यो चाहिँ म सोलुसन गर्न गइरहेको छु। यो एकदमै इम्पोर्टेन्ट क्वेसन लागेको मलाई सिक्वेन्स इन सिरिजबाट। हेर्नु होला, अब यहाँनिर क्वेसन मैले लेखेर रेडी गरेको छु। क्वेसनले के भन्छ भने विशालले उनको साथी सुनिलसँग 6वटा किस्तामा रकम तिर्ने गरी रु 45,000 सापट्टि लिए। उनले प्रत्येक किस्तामा अघिल्लो भन्दा पछिल्लो किस्ता रु 1000ले बढी तिर्दै जान्छन्। त्यस्तै उनकी साथी ओमकुमारीले सीतासँग 6वटै किस्तामा तिर्ने गरी रु 63,000 सापट लिइन्। प्रत्येक किस्तामा अघिल्लो भन्दा पछिल्लो दोब्बरले तिर्छिन् भने विशाल र ओमकुमारीले पहिलो किस्तामा कति रकम र विशाल तिर्छन् भन्ने पहिलो किस्ता ए निकाल्नु पर्यो हामीले। हेर्नुहोस्, अब यहाँनिर बनाऊ। यसरी यसलाई डिभाइड गरेर दुई ठाउँमा बनाएर गर्दा पनि हुन्छ। ए को ए विशालको मानौँ। अब हामीलाई फर्स्ट किस्ता दोस्रो थाहा छैन। दोस्रो चाहिँ अब कसरी थाहा भयो भने फर्स्टबाट दोस्रो 1000ले बढी हुन्छ भन्ने चाहिँ थाहा छ। 1000 प्रत्येक किस्ता 1000ले बढी x प्लस 2000 x प्लस 3000 हुँदै हुँदै 6वटा किस्ता तिर्छन्। अब दोस्रो सीताको चाहिँ के छ भने 63,000 जम्मा रकम लिएको। प्रत्येक किस्ता अघिल्लो किस्ताभन्दा दोब्बर हुने गरी लिन्छन् भने चाहिँ हामीले यसमा नि यक्स भने अब यक्सको दोब्बर भनेको 2x 4x 8x हुँदै हुँदै यसरी 6वटा किस्ता तिर्छन्। अब हामीले दुईटाबाट ए निकाल्नु छ। अब यहाँ विशालको लागि के छन् हामीले पहिलो पदलाई हामीले ए ले डिनोट गरियो। ए बराबर एक्स। अब डिफरेन्स डी 1000 छ अनि एन पदको संख्या भन्नाले पद संख्या 6 छ अनि टोटल रकम चाहिँ कति हो भने 45,000। अब यतिलाई प्रयोग गरेर हामीले यसबाट ए निकालौँ। एसएनको सूत्र यो समानान्तरीय श्रेणी n/2 2a प्लस n माइनस 1 इन्टु डी। यो फर्मुलामा हालौँ। एसएन 45,000 एन भनेको 6/2 2 इन्टु ए भनेको एक्स हामीले लेट गरेको छ। एन भनेको 6 माइनस 1 इन्टु डी भनेको 1000। यो 2 3 छ, यो 3 भयो। अब यो 3ले चाहिँ हामीले यसलाई भाग गरौँ, यो नलेखौँ। यो 15,000 भयो अनि यो 2x भयो प्लस 6 मा 1 घटाउँदा 5,000 भयो। 1000ले गुणा गरेपछि यता लिएर घटाउँदाखेरि 2x इज इक्वल्स टु 15,000 माइनस 5,000 गर्दाखेरि 2x बराबर 10,000। 10,000लाई एक्सले भाग गर्दाखेरि यसरी 2 ले भाग गर्दाखेरि 5,000 हुन आउँछ। त्यसकारण विशालले पहिलो किस्ता कति? पहिलो किस्ता 5,000
किस्त 5000 तिर्दो रहेछ। यो सक्यो। अब हाम्रो सीताको पालो। सीताको लागि सीता लेख्ने। सीतालाई के पहिलो पद a इज इक्वल्स टु x। अब यो चाहिँ ज्यामितीय श्रेणी भएकोले गर्दा r इज इक्वल्स टु t2/t1 भनेको x काट्यो 2 पहिलो पद। अब r n भनेको 6 वटै छ अनि n बाट आयो sn इज इक्वल्स टु 63,000। अब ज्योमेट्रिक सिरिजमा sn इज इक्वल्स टु a इन्टु r n minus 1 हुन्छ सूत्र r minus 1 भ्यालु हालौँ 63,000 अनि a भनेको x हामीले लेट गरेको छ r भनेको 2 भयो 2 पावर n भनेको 6 भयो minus 1 भयो by 2 minus 1 यो 63,000 अनि यो भनेको 2 को पावर 6 भनेको 64 भयो अनि यो 1 घटाउँदा 63 भयो 2 मा 1 घटाउँदा 1 भयो गर्दाखेरि 63 x भयो अनि x बराबर 63,000 अपन 63 भनेको 1000। यसले पहिलो किस्ता तिर्दिरहेछन् सीताले। पहिलो किस्ता 1000 रहेछ। अब बीले के भनेको छ भने विशाल र अनुतिरको अन्तिम किस्ता हो दुईजनाको अन्तिम किस्ता निकाल्ने n निकाल्ने a प्लस n minus 1 into t6 5,000 plus 6 minus 1 into 5,000 भनेको 10,000। अब गीताको लागि सीताको लागि 10 ar n minus 1 t6 1000 into 2 power 6 minus 1 into 32 भनेको 32,000 फरक कति हो